नमस्ते सबैजनालाई। म यहाँबाट केही जानकारी पनि दिन चाहन्छु। अब सबै प्यासेन्जरलाई चाहिँ के छ कि अहिले बाटो पहिरो गएर चाहिँ तनाव भइरहेछ, बर्खा सुरु हुन लाग्यो, बाटोको स्थिति अलि खराब छ, नाजुक छ भन्ने कुरा म चाहिँ एकदमै न्युजमा पनि हल्का आइरहेछ होला होइन। अब त्यो कारणले गर्दाखेरि बाटो ठुलै जाम हुने त्यस्तो चाहिँ हुँदैन। अब के छ भने दाउन्नेमा खास बाटो बनाइरहेको, तर के हो भने दाउन्नेमा 1 बाई छ कि 1 बाई हुनाले के हुन्छ भने गाडीहरू चाहिँ पेल्ने, अनि उसले यताबाट पेल्ने, यसले यताबाट पेल्नाले गाडीहरू जाम हुने हो। अरू त्यस्तो ठुलै जाम हुने, पहिरै आएर जाम हुने अनि पुल भत्केर गाडी नै रोकिने भन्ने कुरा छैन। हामी जस टाइममै आउने दानी, हिजै आएको म अब आज जान लाग्छु, टाइममै पुग्छ होला होइन। गाडी पनि अब 1-आधी घन्टा अब जाम लाग्ने। अब यो बाटोको कारणले गर्दाखेरि हाम्रो देशकै स्थिति यस्तो छ। अब बाटो भन्ने अब हजुरहरूलाई थाहै छ होइन। अब यस्तै हो, भोलि टाइममा पुगिहाल्छौँ हामी। ल।